Off deh, off mau ke. Yang nggak serius. Mana guys? Ada betul. Alex, tolong him. Phone bisa terawat. 자, 여기자. 왔어요, 엄마. 이런 말 살아. एक्लै के बोल्नु म नबोलिकन चाहिँ ट्राभल गर्दैछु साथीसँग भयो त गफ गर्दै मिठा मिठा होइन हाउडे गफ गर्दै बाङ्गे गफ गर्दै जानुहुन्थ्यो एक्लै त के बोल्नु त नि मान्छेले सुन्यो देख्यो भने त नि यो त 41 गर्ल रहेछ एक्लै बोल्छ भन्ला टर्निङमा आइपुगे बिस्तारै टर्निङ फर्काउनु पर्छ नि जाने त्यो चाहिँ उहाँको केन्द्रबिन्दु भन्नाले चाहिँ यो सगरमाथा माथि त्यही तल छ देखिरहेको छ यसकै माथि छु म सगरमाथा माथि स्कुल छ त्यो भएर मैले केन्द्रबिन्दु भनेको हो अलिकति सहर फेसिलिटेड ठाउँ सायदै होला यो चाहिँ सगरमाथा माथि उहाँको त्यो सोलिङमा चाहिँ बिस्तारै जानुपर्छ भन्दा पनि केही फर्काएर केही उखालेर ओहो के गर्नु यो मान्छेको अनि सबैको चाहिँ होइन कहिले ज्ञान आउला त खेतबारीमा निस्केका ढुङ्गा रोडाहरू रोडमा फालिने चलन उहिलेदेखि हो यो सोच कहिले परिवर्तन हुन्छ त्यो रोडमा भएको ढुङ्गाहरू पन्छाउनु पर्नेमा रोडमा थुपारेर कहाँ हुन्छ त देश कहाँ चल्छ यहाँदेखि उता चाहिँ पावैदेखि निस्किने सर्टकट बाटो हो गोरेटो बाटो यता चाहिँ रोड हो यो हुँदै चाहिँ डिब्ली हुँदै निस्किने डिब्ली खोर्दा हुँदै निस्किने सोताङ जाने बाटो यो म जाँदैछु मेरो यात्रा चाहिँ स्लो मोसनमा रहेको छ स्लो मोसनमा बाटोभरि बाख्रा चराइरहेको रहेछ बाटो दिन्छ होला हेरौँ त्यहाँ गएर काल खोज्न आउनेहरू यस्तै हुन्छ फेरि अर्को पनि आयो
बाख्राभन्दा मान्छेको बच्चाहरू धेरै रहेछ, के गर्नु? मान्छे त नकुल्ला नि, होइन? झन्डै बाख्राले शिकार गरे, के गर्नु? आफै आएकोलाई पनि हान्नु मिलेन, बचाउनै पर्यो, उसको पनि ज्यान हो। सबैको बाँच्ने अधिकार हुन्छ, तर के गर्नु? यो बाख्रा काट्दै खाइन्छ, हाल्छन्, होइन? यो बाख्राले पनि राष्ट्रिय जनावर बनाउनु पर्ने। तलको मान्छे नआएपछि रङ वे पनि जानुपर्छ कहिलेकाहीँ, कुना कुना छेउतिरबाट हिँड्यो भने मान्छेले देख्छ। आया, लुकेर जानु पर्यो नि। उफार्नु चाहिँ उफारेकै। अब यस्तो रोडामा चाहिँ मलाई निकै हार्ड लाग्छ राइडर पनि। यस्तो रोडा भन्दा चाहिँ यस्तो रोडा भन्दा चाहिँ सोली नै ठिक छ। हिलो रहेछ त्यहाँनिर, यो हिलोमा चाहिँ बिस्तारै जानुपर्छ, चिप्लिन सक्छ। ट्रोलिङतिर आइपुगिहालेछु। फेरि बाख्रा आयो, काल खोज्न आएको कि कहाँ होला नि हुने हो? बाटो छोड्दैन जस्तो छ। हजुर क्रस हान्दैन कि? बाटो छोड, कस्तो हिलो गएको के? बाख्रा चाहिँ आम्मा रोडमा मात्र के साह्रो हो। घुम खसाइ छ बाटोमा। बाटो नै निकै साँघुरो छ। यो पुल चाहिँ रनमदेखि तल झरेर माथि वाको निस्किने रोड हो यो पुल। कोसी खोसेभरि हाँस रहेछ। काठमाडौँ जाने रोड यस्तो छ। उफार छ, खेचार छ, पछार छ, यस्तै हो रोड।
कुकुरले तल के खाँदैछ मान्छेले खाँदैछ त्यस्तो खानिदिन्छु नि फेरि कुसी बोकेर